हदम्याद, क्षेत्राधिकार अनि हकदैया यो तीनवटा त्यस्ता कानुनी शब्द हुन् जुन सुन्नमा गाह्रो छ तर बुझ्नमा एकदमै सजिलो छ र बुझ्न पनि एकदमै धेरै जरुरत छ। हदम्याद भनेको के हो त? कुनै पनि मुद्दा अदालत समक्ष प्रस्तुत गर्न, अदालतमा दायर गर्नको लागि तोकिएको समयावधि। जस्तै कुनै मुद्दा दायर 35 दिनभित्र गर्नुपर्दछ भन्दाखेरि त्यो 35 दिन चाहिँ हाम्रो हदम्याद हुन जान्छ। त्यसै गरी अब क्षेत्राधिकार, जुन जिल्ला जुन ठाउँमा चाहिँ त्यो घटना घटेको छ सोही जिल्लाको अदालतले चाहिँ त्यस्तो मुद्दा हेर्न पाउँछ, अरू जिल्लाको अदालतले हेर्न पाउँदैन भनेको कन्सेप्ट चाहिँ क्षेत्राधिकार हो। जस्तै काठमाडौँ जिल्लाभित्र घटेका घटना काठमाडौँ जिल्ला अदालतले मात्रै हेर्न पाउँछ, हामीले त्यो मुद्दालाई लगेर काठमाडौँ जिल्ला अदालतमा मात्रै दायर गर्छौँ। हकदैया, जसलाई मर्का परेको छ उसैले मुद्दा उठाउनु पर्ने। जस्तै मलाई मर्का परेको छ भने मैले नै गएर मुद्दा दायर गर्छु। मेरो जग्गामा कसैले हस्तक्षेप गर्छ र त्यो जग्गा मेरो नाममा छ भने मैले नै गएर त्यो जग्गा रिलेटेड मुद्दा चाहिँ दायर गर्नुपर्ने हुन्छ। धन्यवाद।